नमस्ते साथीहरू आज म तपाईहरुको घरमा यस्ता साना साना टुक्राहरू कलरका धागोहरू घरमा त्यतिकै खेर गरिरहेको छ भने म यसबाट तपाईहरुको लागि स्क्वायर बनाउन गइरहेछु है त। सबैभन्दा पहिला चाहिँ साथीहरू हामीले यसलाई यसरी 1 राउन्ड गरौँ। त्यसपछि यहाँबाट यसरी हामीले यसमा 1 2 चेन गर्नेछौँ। त्यसपछि यसरी 1 फेरि धागोलाई यसो गर्ने 2 भयो। अब यसलाई यसो गरेर यसरी गरिदिने अनि 1 2 चेन फेरि यसरी 1 फेरि यसरी 2 अनि यो यति गरेर 2 वटा राख्ने फेरि 2 वटालाई गर्दिने फेरि 1 चेन गर्ने फेरि यसरी 1 फेरि यही ठाउँमा 2 यसरी हामीले औँलाले होल्ड गर्दै गरे पनि हुन्छ। भर्खर बुन्न सिक्दै हुनुहुन्छ भने यसरी औँलाले होल्ड गर्दै गर्न सक्नुहुन्छ। यसरी फेरि 1 2 चेन भयो फेरि 1 अनि फेरि 2 यसरी हामीले यसरी यो 8 वटा बनाउने छौं। 1 2 3 4 5 वटा भयो अनि फेरि 1 चेन टाइट बनाउने यो बीचमा होल नहोस् है। त्यसपछि फेरि हामीले यसमा 2 चेन गर्ने छौं र यो स्टार्ट गरेको ठाउँ थाहा पाउनुहुन्छ नि ठीक छ। थाहा भर्खर सिक्दै हुनुहुन्छ भने तपाईहरुले चिनो लगाएर पनि गर्न सक्नुहुन्छ। फेरि 1 2 चेन गर्ने छौं र यो दुईटा फ्लावरको बीचमा फेरि पनि 1 2 यसरी गर्यौं फेरि 1 2 वटा गर्ने र फेरि यही होलमा नै 1 2 गर्ने। एकदमै सजिलो छ। बिस्तारै बिस्तारै मेरो भिडियो पज गर्दै हेर्नुभयो भने बुझ्नुहुन्छ है हैन। अनि अब तपाईहरुले यसमा सिम्पल बुन्न चाहनुहुन्छ या डिजाइन बुन्न चाहनुहुन्छ म हल्का तपाईहरुलाई डिजाइन जस्तो सिकाउने छु। 1 2 3 4 वटा चेन लिने र यो बीचमा यसरी स्लिप नट गरिदिने यसरी 1 2 3 4 गर्ने फेरि अनि यो फेरि यो दुईटा फ्लावरको बीचमा यसरी 1 2 अनि यसरी फेरि 1 2 फेरि यही होलमा नै 1 2 यसरी ल फेरि 1 2 3 4 गर्यौं र यो दुईटा फ्लावर बीचमा यसरी स्लिप नट गरिदिने फेरि 1 2 3 4 र फेरि यहाँ अघिकै प्रोसेस 1 2 अनि यो अब हामीले स्टार्ट गरेको ठाउँमा यसरी स्लिप नटले जोइन गरिदिने यसरी। अब यो अलिकति हल्का स्क्वायर देखियो। अब यसमा तपाईले यही कलरले अलिकति गर्नु भए पनि हुन्छ, अर्को डिफरेन्ट कलर राखेर गर्न पनि सक्नुहुनेछ साथीहरु। यसरी अब यदि कुरुस चलाउन जान्नु भएको छैन, सिक्न चाहनुहुन्छ भने मैले डिस्क्रिप्सनमा राखिदिएको छु साथीहरु, तपाईहरुले
हेरेर सिक्न सक्नुहुनेछ 1 2 3 4 अनि फेरि यहाँ 1 2 आयो अब यो यसरी 1 2 फेरि यही होलमा 1 2 1 2 3 4 यहाँ यसरी नट 1 2 3 4 फेरि यहाँ यसरी 1 2 3 4 है 4 गऱ्यौँ। अब हामीले फेरि यो स्टार्ट गरेको ठाउँमा यसरी गरिदिन सक्छौँ ल हैन। अब हामीले यसमा यसरी हेर्नुस् त साथीहरु स्क्वायरको अलिकति स्क्वायर सेप आयो है। अब यसलाई हामीले अर्को कलर यो कलर राखेर खोजेको छु मैले यो कलर राखेर पनि तपाईहरुलाई सिकाउने छु है। अब यो हामीले यो काटेर गरिदिन सक्छौँ। अब यसरी भयो अलिक लामो छोडौँ यसरी है। अब 1 2 भयो। अब यसमा पनि हामीले यही ठाउँमा 1 2 यसरी गर्दै गर्दै अरु विभिन्न डिजाइन पनि राख्नु त सक्नुहुन्छ हैन। तर अब डिजाइन आउँदैन भने पनि यही प्रोसेसमा गर्दै गर्दै तपाईहरुलाई कत्रो खालको स्क्वायर बनाउन मन लाग्छ त्यही तरिकाले बुन्दै बुन्दै जानुभयो नि हुन्छ है। 2 3 यहाँनिर यसरी ल यो स्लिप नट गर्ने। अब यसमा हामीले बीचमा बुट्टा राख्न चाहन्छौँ भने पनि 1 2 3 4 भयो। यसमा बुट्टा राख्न चाहनुहुन्छ भने ठीक छ, राख्न चाहनुहुन्न भने पनि ठिकै छ। बुट्टा राख्न चाहनुहुन्छ भने पनि 1 2 यसैमा यसरी 3 गरिदिनु। फेरि 1 2 3 यसरी गर्यौं अनि फेरि यहाँनिर यसरी स्लिप नट गरिदिने। फेरि 1 2 2 3 4 भयो हैन। अनि अब यसमा फेरि 1 2 यसरी फेरि 1 2 1 2 यसरी नै हामीले यो यही प्रोसेसलाई हामीले यो चारै ठाउँमा गर्ने छौं। त्यसरी डबल स्टिच गर्दिए फेरि 1 2 फेरि यहाँ पनि यसरी फेरि 1 2 फेरि 1 2 यहाँनिर 1 2 अब यो हामीले यहाँ जहाँबाट स्टार्ट गरेको त्यही नै फिनिश गर्नेछौँ यसरी ल। अब यसलाई काटेर यो हामीले यस्तै धेरै पिसहरु हामीले जोइन गरेर बेडसिटहरु भयो हैन, टेबल पोस्ट जे पनि बनाउन सक्छौं। हेर्नुस् त मल्टी कलरको पनि राम्रो देखिन्छ। यसमा अझै पनि 3 4 कलरहरु पनि हामीले युज गर्न सक्छौं। हस् त साथीहरु, बाइ बाइ।